हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग हैन गाइस आज चाहिँ म चाहिँ धेरै दिन पछि ब्लग बनाउँदैछु नि त ठिकै फेरि आज बजार जाने मौका पाएँ हैन गाइस घरबाट ओके यो बाटो हिँडेर जाँदैछु थुप्रो छ अगाडि हैन 3 जना छ आज चाहिँ फेरि हाम्रो गाउँको सबैजना बजार जाने भयो नि त हैन त्यो भएर सबजना अझै 2 जना चाहिँ पछि आउँदैछ हैन आजको मौसम फेरि पानी पर्ला पर्ला जस्तो छ गाइस टक्कै होइन गाइस बाटोमा आउँदा आउँदा चाहिँ आर्मीको ज्याकेट भेट्यो नि त एउटा यहाँ कसैको रहेछ नि त जसको पनि हो हैन भिडियो हेरेर ल्याउनु आउनु होला यहाँ धुन्डा दिइराखिदिन्छु रुखमा मेरो ज्याकेट चाहिँ यहाँ थियो भन्दा त माथिको टुक्रीमा हामी त गाइस हामी यो चाहिँ हाम्रो बजार जाने मार्केट जाने बाटो होइन गाइस यस्तो छ नि त हामी चाहिँ नभनेको पनि 2 घन्टा जति हिँड्दै जानुपर्छ क्या यो बाटो रोड पनि छनु चाहिँ छ तर सब भत्केको छैन होइन 1 घन्टा जति हिँडेर चाहिँ यहाँ माथि रोड आइपुग्नु नि त यो चाहिँ हाम्रो घरको माथिको रोड हो यहाँदेखि उता चाहिँ जाने बाटो छैन नि त यहाँ चाहिँ यता रिसाप जाने बाटो होइन यता चाहिँ लाभा जाने मार्केट जाने बाटो तर यो बाटो पनि बिग्रेको छ क्या गाइस बिचमा फेरि चाहिँ आज हामीले सफा गर्नु थालेको नि त यो बाटो यहाँबाट पनि झन्डै 1.5 घन्टा जति लाग्छ क्या बजार पुग्नु हामी चाहिँ होइन तल्लो गाउँ माथिल्लो गाउँ सबै गाउँ मिलेर चाहिँ यहाँनिर बाटो खोल्दैछ नि त हामीले चाहिँ गाउँ जाने बाटो ट्याप्पै यहाँनिर चाहिँ बाटो छुट्टेको थियो होइन त्यो 2 दिन भयो यहाँनिर काम गरेको हामीले शनिबार यहाँ काम गर्दैछ नि त सबजना गाउँको मिलेर हजुर त्यति चाहिँ गरेको छैन गाइस हामीले यो चाहिँ यसमा चाहिँ कोही छैन क्या कन्ट्र्याक्टर कोही छैन यसमा चाहिँ यो चाहिँ खालि गाउँकोहरू मात्रै मिलेर गरेको होइन यसमा यो कामको चाहिँ घरै पछि कन्ट्र्याक्टर हो क्या यो कामको चाहिँ अब अर्को पालि अब शनिबार चाहिँ यो यसको उकाएर उता चाहिँ फेरि बाटो सेटी छैन गाइस दामी यहाँ चाहिँ फेरि यस्तो छुट्टेको छ नि त यति चाहिँ लगाइसक्यो होइन हाम्रो गाउँकोहरू सबजना मिलेर डन्डा जत्रै छ त अन्त
ओके न गाइस फेरि जाँदा फेरि टोपी भेट्यो नि त बाटोमा अब यसलाई पनि ततन्दै राख्ने होइन गाइस यहाँ माथि उहाँ छेउमा राखिदिउँ न मैला लाग्छ भने चाहिँ होइन गाइस हामीले चाहिँ माथि राखिदिएको नि त जो पनि आउँछ होइन यहाँबाट टिपी लानु होइन गाइस जसको हो त्यो चाहिँ आउनु होइन जो पाए त्यो चाहिँ नआउनु चाया सर्छ क्या टाउकोमा रोड त मजाको छ नि गाइस के भन्नु गाडी कुद्दैन होइन जग्गा जग्गामा भत्केको छ नि त 250-150 को गाडी चाहिँ दामी कुद्छ फेरि क्या नि यो पर रोडबाट आएको क्या गाइस हामी चाहिँ हाम्रो घर चाहिँ तल छ होइन जङ्गलको बिचमा देख्दैन पर सुवाटपिनबाट चाहिँ दामी देखिदिन्छ नि त पारी देख्दै रहेछ कोलाखाम होइन गाइस यो हल्का देख्दै गरेको आइफोनमा त क्लियर आउँथ्यो होला होइन गाइस एन्ड्रोइड पऱ्यो हामी चाहिँ होइन सुसाइड पनि आइपुग्यो नि त अब लाभा थियो टक्कै मेरो भाइ विजय भाइ र म होइन फेरि अगाडि 2 जना रहेछ बगल लाने भैयाजीहरू हामी केटाहरू होइन यहाँ बस्दिरहेको छ यहाँ तल देख्नु चाहिँ गाइस हाम्रो गाउँ क्या यहाँबाट चाहिँ हिँडेर आइदिएको यहाँबाट चाहिँ गाइस यो चाहिँ सुसाइड पोइन्ट होइन एकदम राम्रो गऱ्यो होइन गाइस लाभाकोहरूले साह्रो प्लास्टिक फ्याँक्थ्यो नि त्यतातिर त्यतातिर लिएर फुल्थ्यो अहिले चाहिँ बनाएर एकदम राम्रो भयो होइन अब यति यो भोलिपछि चाहिँ टक्कै एकपल्ट सबजना मिलेर पोल्यो होइन हस्यो भने चाहिँ एकदम राम्रो हुन्छ होइन गाइस लाभाको पब्लिक टोइलेट है गाइस यहाँनिर हक्नुलाई चाहिँ क्या गाइस यहाँबाट उडेर जानुपर्छ स्पाइडरम्यान भएर हक्नुपर्छ क्या गाइस यहाँ चाहिँ टोइलेटमा चाहिँ छाता उडाउनु आँट्यो क्या हस्पिटलमा लाभा बजार होइन हाम्रो मार्केट गाउँको बाटै हामी लगभग त्यस्तै 2-2.5 घन्टा होइन हिँडेर आउनुपर्छ होइन यो बाटो हामी मार्केट सपिङ के गर्नु लागि चाहिँ होइन रासन पानीको लागि चाहिँ यहाँ तल चाहिँ आज लास्ट पुऱ्याउनु हामी सबजना जाने होइन गाइस हामी जाने हो पुऱ्याउनु जाने होइन पुरानो जाने गाडी हो के हुन्छ टक्कै न गाइस हामी चाहिँ लाभा आइपुग्यो नि त होइन बजार हाम्रो मार्केट यो चाहिँ मार्केटको मेन बाटो हो यो उता झर्ने होइन त्यहाँनिर जानेछौँ अब कहाँ काट्दैछ टक्कै हामी चाहिँ होइन गाइस गुम्बा गेट आइपुग्यो घुम्दै घुम्दै हेभी जाडो छ होइन यो चाहिँ गुमाइगेडो लाभा घुम्न आयो भने चाहिँ होइन एउटा इन्ट्री हुन्छ यता पर चाहिँ पुरानो लागिरहेको छ आज अन्तिम पुरानो हो होइन यहाँबाट तर हामी जानुपर्ने चाहिँ यता हुन्छ होइन
यो चाहिँ पहिला म पढेको स्कुल है गाइस यो लाभा हाई सेकेन्डरी स्कुल होइन म पढेको पस्ने बाटो होइन गाइस यो माथिको चाहिँ स्कुल हो लाभा हाई स्कुल पहिला यो स्कुल पढेको होइन गाइस म चाहिँ होइन घुम्नु गइदिएको नि त लिङ्गी तर होइन यो चाहिँ लाभाको झिल होइन कम्प्लिट भइसकेको छैन अब चाहिँ होइन गाइस घरपट्टि लागेको होइन सबको भारी सिमेन्ट छ होइन यता विजय भाइको पनि म चाहिँ खलिछु होइन गाइस तर मेरो चाहिँ परवटा चामल पनि त होइन हामी चाहिँ गाइस 3 भाइ आमा भारी बोकेर एकदम धमा घर फर्किँदैछौँ होइन अघि दिउँसो आउँदा त्यहाँ फल्किँदै आएको नि त अब चाहिँ 2 जनाको सिमेन्ट छ होइन मेरो चाहिँ टक्कै 30 केजीको चामल छ मैले चाहिँ होइन गाइस हामी चाहिँ निकै मुनि आइसक्यो नि त यो जङ्गलको बाटोमा मैले बिचको भिडियो चाहिँ बनाएको नि त भारी थियो नि त मेरो पनि होइन गाइस बोकेर कसरी भिडियो बनाउनु होइन साह्रो पर्छ भिडियो बनाउनु होइन यहाँ अगाडि 2 जना जाँदैछ सिमेन्ट बोक्नेहरू टक्कै त चाहिँ त्यो चामल बोक्ने होइन गाइस अझै अब घरको पनि हामीलाई आधी घन्टा लाग्छ पुग्दैछ म चाहिँ 20 केजीको चामल होइन गाइस म चाहिँ होइन गाइस फाइनली गोठ आइपुगेँ होइन घरको माथिल्लोपट्टि आउँदा मेरो चाहिँ होइन गाइस बाटोमा ए जुत्ता फाट्यो क्या आउँदा होइन गाइस अब म चाहिँ घर पुग्न आँटेँ 3 जना चाहिँ 2 जना चाहिँ अगाडि गयो सिमेन्ट बोकेर होइन 4-5 जना चाहिँ अलिक अगाडि नै गयो गाउँकोहरू म चाहिँ पछि सबभन्दा पछि चाहिँ म छु नि त गाइस मेरो चाहिँ चामलको भारी छ होइन स्पिकर पनि हुँदैन लगाएको ओके मैले मामा र माइजू भेट्यो नि त मैले चाहिँ चक्लेट किनेको थिएन गाइस आधिबाट खाँदै यति भयो होइन टक्कै माइजू पनि खाँदैन चक्लेट माइजूलाई पनि दिएँ होइन मामा र माइजू चाहिँ घाँस काट्दै रहेछ अब चाहिँ घर पुग्न आँटेँ मामाको घरमाथि पुगेँ अब चाहिँ हाम्रो गाउँ इन्ट्री भयो है गाइस हामी आएको चाहिँ यताबाट हो लाभाबाट होइन यता पर्छ लाभा यो चाहिँ हाम्रो गाउँ चरण होइन यो चाहिँ मामाहरूको घर साह्रो पऱ्यो क्या भारी पक्रेर हिँड्नु जाउँ हुन्छ यता कालो यहाँदेखि चाहिँ अलिकति मुनि मेरो घर छ होइन यस अब घर पुगेँ यो चाहिँ हाम्रो फुटबल प्ले ग्राउन्ड होइन गाइस यो चाहिँ हाम्रो गाउँको फुटबल प्ले ग्राउन्ड सानो छ तर अहिले नखेलेको निकै वर्ष भयो होइन यो पारि देख्दै रहेछ कोलाखाम मुनि मामाहरूको घर अघि जो मसँग बजार जानुभएको थियो त्यो ज्याकेट झुन्डाउने मामाको घर चाहिँ मुनि हो होइन यस यता फेरि मटर हो अर्ग्यानिक यता मुनि आलु बस्तीमा बस्ने फाइदा छ गाइस टाउनमा भन्दा क्या अर्ग्यानिक खानु पाउँछ नि त क्या बस्तीमा बस्यो भने चाहिँ यो चाहिँ अलैँची हो है गाइस अलैँची म चाहिँ घर आइपुगेँ होइन गाइस अब चाहिँ
टक्कै म चाहिँ होइन गाइस घर आएर पनि सुरेशताला गुन्द्रुक पाउनु जाँदैछु होइन अलिक तल हो सुरेशताको घर हाम्रो गाउँको न्यू मेम्बर हो नि त होइन हाम्रो गाउँमा थपेको एकजना सुरेशदा होइन गाइस यो चाहिँ मामाको घर हो होइन यो चाहिँ कम्प्लिट भइसकेको छैन हुन त कुनै वर्ष कम्प्लिट होइन गाइस ओके यहाँ सुरेशलाई भेट्यो होइन गाइस उसकै गुन्द्रुक त पुऱ्याउनु आएको हो ओके त चाहिँ फेरि मामा चाहिँ मामाको गाई होइन मामा जुन मैले पहिला जुन चाहिँ फर्स्टमा सर्ट भिडियो हालेको थिएँ नि बनाउँदै घर त्यो घर चाहिँ यो होइन अझै कम्प्लिट भइसकेको छ नि त टक्कै होइन आज घरमा राजा आएको छ यो यही माथि यही मुढामा बसेर भिडियो बनाएको थिएँ नि गाइस मैले चाहिँ फर्स्ट महिना कटिङ हुन्छ फेरि त्यतिसम्म देख्छ होइन घर चाहिँ यहाँ फेरि सेफ्टी ट्याङ्की रेडी हुँदो रहेछ यता होइन यता बाढी बनाएर खुर्सानी ड्यामेज छ होइन गाइस मजाको जग्गामा छ क्या सुरेश दाको घर पनि हामी चाहिँ होइन सुरेश दाको घरबाट पनि फर्केको नि त हाम्रो गाउँको घर चाहिँ तिनजना गाइस एउटा दुईवटा तिनवटा माथि हाम्रो चारवटा माथि मामाहरूको पाँचवटा त्यहाँ यता विजय मामाको छवटा होइन निकै मात्रै आइसक्यो नि होइन गाइस 5 बजिसक्यो र पनि दिन चाहिँ यतिको छैन गाइस अब चाहिँ घरमा गएर मुही पार्नु मेरो काम छैन गाइस यो छुट्टी बनाउनु होइन म चाहिँ घर आइपुगेँ मेरो घर हो होइन गाइस यो चाहिँ मेरो घर हो होइन guys, आजको ब्लग चाहिँ यसरी नै गर्दैछु होइन टेक केयर बाई गाइस